सो आज चाहिँ म यहाँनिर आएको छु बाडियाडाङ्गेमा। यो जग्गा काफी राम्रो छ। निकै दिनको बादमा चाहिँ यो आउँदाखेरि खोला बगार नालातिर जाडो महिनामा चाहिँ काफी मजा आउँछ। अनि यही कुरामा चाहिँ फेरि हामी चाहिँ समरको टाइममा आउँदाखेरि चाहिँ काफी च्यालेन्ज पर्छ, काफी गर्मी हुन्छ, तर खेल्नु पनि मजा आउँछ। यो जग्गा चाहिँ डल्लै बगर छ, यहाँनिर पुरा सनपारा सनै बगर छ। सो काफी राम्रो छ यो जग्गाहरू चाहिँ। बेला बेला चाहिँ आफै एक्लै आउँदाखेरि चाहिँ के मजा लाग्छ कि सेल्फ टाइमहरू आफै नै यहाँनिर टाइमहरू गुजार्दै गर्दाखेरि चाहिँ। अनि त्यहाँ परनिर चाहिँ प्रोग्रामहरू भइरहेछ। यो पारिपट्टि जग्गामा चाहिँ पुरा जग्गा छ। अनि यहाँ नदीदेखि पनि पल्लोपट्टि पनि एउटा गाउँ छ। यहाँ चाहिँ नदी वारी र पारी चाहिँ एउटा जग्गा छ, गाउँ छ यो जग्गामा चाहिँ। यस्तो प्रकारले नदीहरू क्रस गरेर आउनुपर्ने कुराहरू हुन्छ। अनि बढेको बेलामा चाहिँ नदी क्रस गर्नु सकिँदैन, अलिकति समस्याहरू आउँछ यो कुरामा चाहिँ। यो जग्गा चाहिँ काफी रमाइलो जग्गा छ। अनि काफी राम्रो एन्टरटेनहरू गर्ने जग्गाहरू पनि छ। मलाई चाहिँ राम्रो लाग्छ यो सबै कुरा। खोला नालाहरू